हेलो साथीहो, हेर जुन पनि कस्तो राम्रो लागेको है आकाशमा। ल काम पनि सकियो, बेलुकाको यस्तै 9:30 बज्नु आँटेको छ। लखर हिँड्दै गइयो। अब यस्तो सोचेँ कि तरिका फेरि लक ट्राई गरौँ न त होइन, के हो ल टिकट किन्नु जाउँ भन्ने सोचियो। ल यो दुईवटा टिकट मात्रै पर्छ पर्दैन, अब हेरौँ त 2,50,000 टिकट लिएर आएको छु है। ल स्क्रच गरिदिउँ हेलौँ है, यहाँ तरिका के होइन, ठिक छ नि स्क्रच गरिदिउँ। ल यसमा अब थाहै छ त, अब पहिल्यै खेलेको गेम हो है। यो डायमन्ड पर्नुपर्छ यो लाइनमा, अनि प्राइज आउँछ है। अनि यो सेकेन्ड लाइनमा चाहिँ यो गुड लक भनेको त्यो पर्नु पऱ्यो होइन। अनि यो थर्डमा चाहिँ एउटा नम्बर माथि हुन्छ, त्यो नम्बर चाहिँ मिलाउनु पऱ्यो होइन। अस्ति नै भनेको जस्तै हो, त्यही भएर ल अब चाहिँ यो मिलाउनु ट्राई गरौँ। ल डायमन्ड परेन छ जस्तो छ। ल छैन, गयो पैसा। ल गयो 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 सपना सबै उडायो हुरीले। अब यता पर्छ पर्दैन, ल छैन के पनि होइन, यता पर्छ पर्दैन। ल हेरौँ, ल 26 नम्बर मिल्नुपर्ने रहेछ माथि। तरिका गयो 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 खोलामा गयो पैसा। ल यहाँ एउटा पनि डायमन्ड छैन, यहाँ पनि त्यो गुड लक हातको केही पनि निशान पनि छैन। पिक्चर 26 नम्बर मिल्नु पामा 24, 27 र 15 आयो। कस्तो हेर त, ल त्यो पनि 2 पाउनु मात्रै रहेछ। मान्छेलाई दशा लाग्छ, ऋण लाग्छ, हदै भए शनि लाग्छ, मलाई देउता लाग्यो। ल अर्को कोसिस गरौँ है, अर्को टिकट। हे भगवान् आशीर्वाद दिनु मलाई। ल छैन, ल छैन, सक्की गरिदिएपछि छैन। ल यसमा डायमन्ड 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 कहीँ छैन डायमन्ड होइन, सबै पैसा जित्नु सक्थ्यो, जितेन। यहाँ पनि त्यो हातवाला जस्तो गुड लकवाला साइन छैन, यहाँ जितेन है। ल अब यहाँ चाहिँ नम्बर 7 मिल्नु पर्नेमा 11, 5 पाउनु 22 आएछ, यहाँ 7 आएछ। ल 7 मिल्यो, 2 पाउन्ड जित्यो। ल 4 पाउन्ड टिकट खेलेर 2 पाउन्ड जित्यो होइन त। ल धन्यवाद है, फेरि पनि अर्को स्क्रच कार्ड लिएर आउँछु नेक्स्ट भिडियोमा है। हेर्दै गर्नु होला मेरो भिडियोहरू। धन्यवाद हेरिदिनु भएकोमा। र तपाईँको जे जस्तो हो, राति होस् या बिहान होस् या दिउँसो, दिन चाहिँ तपाईँहरूको शुभ रहोस्। धन्यवाद अगेन, बाई बाई।